स्टुडेन्ट आज हामी फ्र्याक्सन च्याप्टरको एड सबट्र्याक्ट र सिम्प्लिफाई सिक्नेछौँ। पहिला एड सिखौँ। यो जुन एड छ यो फ्र्याक्सनको तलको बेस सेम छ हेर्दैछौँ। यो तलको यो बेसलाई यसलाई बेस भन्छ, यो भनेको डिनोमिनेटर हो हाम्रो, माथिको यो नम्बरलाई भनिन्छ न्युमरेटर। अब यसलाई हामी सोल्भ गर्दाखेरि सल्युसन लेख्दाखेरि पहिला क्वेसन जस्ताको त्यस्तै सार्दिने 2/6 प्लस 1/6। अब हेर्नु यो दुईवटाको बेस सेम छ, सेम हुँदाखेरि एउटा लिन मिल्छ, एउटा लिइहाल्ने यस्तो। अनि यो माथिको जुन दुईटी छ यो दुईटीले एकअर्कामा प्लस गरिदिने यसरी। अब हाम्रो कति आयो 3/6। अब दुवैलाई काट्ने, क्रस गर्ने, कट्छ भने काट्ने। 3 1 जा 3, 3 2 जा 6, त हाम्रो एन्सर भइहाल्यो 1/2। यो एन्सर भयो हाम्रो। त्यसै गरी अर्को क्वेसन छ, यसलाई पनि सोल्भ गरिदेऊ। सोलुसन सेम प्रोसेस 5/10 प्लस 3/10। यसको पनि बेस सेम छ, एउटा बेस लिने 5 प्लस 3, त्यसै गरी 8/10। यिनीहरू मिस फ्र्याक्सनमा गएन किनभने यिनीहरूको तल हेर कम छ, मतलब तल भन्न खोजेको मैले तल बढी छ माथि कम छ, त्यसले मिस फ्र्याक्सन जाँदैन। र अब यो दुईटैमा डिभाइड दिने, यस्तो नम्बर लिने दुवै नम्बर कट्नु पर्यो। त 2 लिने हामीले, त 2 4 लाई कट्छ, 2 5 ले कट्छ। फेरि यस्तो नम्बर लिने दुवै कट्नु पर्यो, त 2 ले त 4 कट्छ, 5 कट्दैन। कुन यस्तो नम्बर अब छैन जुन यो दुईटाले काट्छ। त्यसो भयो यसको एन्सर 4/5 नै भइदियो। यो हाम्रो तपाईको के भन्छ एडको हो। त्यसै गरी अब हामी सबट्र्याक्टतिर जाउँ। सबट्र्याक्टमा हेर्दाखेरि खाली यहाँ साइन चेन्ज छ, प्लसको ठाउँमा माइनस आ छ, गर्ने प्रोसेस भनेको सेम नै हो। हेरौँ 4/5 माइनस 2/5। त्यसै गरी यो दुईटाको बेस सेम छ, त एउटा लिने अनि यो दुईटालाई जसरी प्लस गरिँदै थियो त्यसरी नै यसलाई माइनस गरिदिने। किन माइनस गर्दैछौ त माइनस हाल्दिने बिचमा। अब यता दुवैलाई माइनस गरिदियो भने कति आयो 2/5। यसको एन्सर यति नै भइदियो, किन तल ठुलो छ माथि सानो भएको कारणले गर्दाखेरि। यो पनि त्यही प्रोसेसमा भइहाल्यो। सेम प्रोसेस सेम रिपिट हुन्छ। 2/7 बेस सेम भयो, त 7 5 minus 2। अब हेरौँ फेरि यो तलको जस्ताको त्यस्तै रहन्छ। 5 बाट 2 गयो 3, यही यसको एन्सर, यही यसको एन्सर। अब हामी गरौँ एड और सबट्र्याक्टमा। एड और सबट्र्याक्ट यो हाम्रो मिक्स्ड फ्र्याक्सन होला, यो हाम्रो मिक्स्ड फ्र्याक्सन होला एड और सबट्र्याक्ट हो। सोलुसन यो मल्टिप्लाई गर्ने अनि यो सँग यसलाई प्लस गर्ने। पहिला क्वेसन जस्ताको त्यस्तै सार्ने 1/2 2 1/2। अब हेरौँ 2 into 1 plus 1/2 गर्ने। यसलाई पनि यो मल्टिप्लाई अनि यसलाई प्लस गरिदिने 2 into 2 plus 1/2। भित्र मल्टिप्लाई गर्ने, त के भयो 2 plus 1/2 आइदियो। फेरि यो भित्र मल्टिप्लाई गरिदिने यो 2 लाई, त 4 यो प्लस 1 लाई वहाँ प्लस 1 मै राखिदिने। अब यहाँ हाम्रो मल्टिप्लाई त दुवै गरिदियो, अब प्लस वाला भाग रह्यो, त्यो दुईटालाई प्लस गर्दाखेरि 3/2 प्लस 5/2 आइदियो। अब हेरौँ यो दुईटाको बेस सेम छ, तलको बेस सेम हुनु पर्यो, यानी डिनोमिनेटर, यसलाई डिनोमिनेटर भन्छ। डिनोमिनेटर सेम छ भने हामीले एउटै लिन मिल्छ। त्यसपछि यस्तो गर्ने अनि यो दुवैलाई प्लसमा राख्ने, किनभने बिचमा के छ प्लस भएको कारणले गर्दाखेरि प्लसमा राख्ने। 3 + 5। अब हेरौँ कति भयो, दुवैलाई जोड्दियो भने 8/2। अब डिभाइड लाग्यो भने दिने, लागेन भने नदिने। यहाँ त डिभाइड त गइरहेछ, 2 4 जा, त हाम्रो एन्सर भइदियो 4। या यसको अर्को एन्सर पनि हुन्छ, हामीले और भनेर पनि दिन सक्छौँ। 8/2 नै राख्ने, यसलाई मिक्स फ्र्याक्सनमा दिन चाहन्छु भने पनि दिन सकिन्छ।
तर नदिने किन कटिरहेछ भने काट्ने भनिएको छ त्यसैले हामीले यसलाई दिन खोज्यो भने के भइहाल्छ 2 4 जा 8 भइहाल्छ यहाँ केही दिन मिल्दैन 0 गरिदिन्छौँ त यो गर्न मिल्दैन किनकि हाम्रो डिभाइड भएर कटि गएर छ त्यसैले हाम्रो आन्सर यो मात्रै हुन्छ। अब हाम्रो अर्को रह्यो सिम्प्लिफाईमा पनि सेम प्रोसेस हेरौँ सोलुसन यो पहिला गरिहाल्ने अनि बादमा माइनसवाला गर्ने किन यसको अगाडि कुनै साइन छैन त प्लसै हो त पहिला क्वेसन जस्ताको त्यस्तै 7/9 प्लस 2/9 माइनस 5/9 अब यो दुईवटा सेम छ यो त माइनसवाला हो त प्लसवाला एक ठाउँ लिइहालौँ यो दुईटालाई मैले एक ठाउँ लिए त कति लेखिदिए इक्वल टु 9 7 + 2 माइनस 5/9 अब हेरौँ कति आयो यो हाम्रो 9/9 माइनस 5/9 यतातिर गरौँ गर्दाखेरि के भइदियो अब हाम्रो यो दुईटाको बेस सेम छ त बेस सेम भएको कारणले गर्दाखेरि मैले एउटै लिदिए यो भित्र माइनस गरिदिए त हाम्रो आन्सर आउँछ घटाएर 4/9 यो दुईटा डिभाइड गरिरहेछ न कुनै नम्बरले त्यसको आन्सर यति नै भइदियो। त्यस्तै हेर्ने हो भने अब अर्को हेरौँ यो हेर्दाखेरि के हुन्छ क्वेसन जस्ताको त्यस्तै लेखिदिने प्लस प्लस गर्ने माइनस बादमा गरिदिने बुझ्नुभयो त फेरि हेरौँ 2/11 5/11 माइनस 3/11 यो दुईवटाको बेस सेम छ एउटा लिने यो दुईटालाई प्लसमा राख्ने अनि यसलाई माइनसमा बेग्लै राख्ने गर्न त हामी एकपल्ट पनि गर्न सक्छौँ बुझ्नको लागि बेग्ला बेग्ली गर्दा राम्रो हुन्छ किन सबको बेस त सेम छ। अब हेरौँ यो दुईटाको जोड दिने कति भइदियो 7/11 माइनस 3/11 अब हेरौँ फेरि यसको बेस सेम छ यसको बेस सेम भएको कारणले गर्दाखेरि यतातिर हेरौँ तलमा 11 राख्ने अब यता हेर्दाखेरि 7/3 छ त माइनसमा 7/3 राख्ने अब हेरौँ घटाउने त 7बाट 3 गयो 4/11 अब हेर्न डिभाइड लाग्छ कि लाग्दैन तल माथि यसमा पनि लाग्दैन यही हाम्रो आन्सर भइदियो।